गुड मर्निङ साथीहरू। जय भोलेनाथ भन्दै आजको दिन मैले सुरुवात गरेँ। आज 30 दिनको 30 डेज च्यालेन्जमा आजको डे सेकेन्डको यो भिडियो हो। सुरुमा चाहिँ मैले स्ट्रेचिङहरू गरेँ, यसो अलिअलि नसाहरू त तन्काउने कामहरू गरेँ। अनि धेरै टाइम भयो एक्सर्साइज नगरे, त्यसले गर्दा अलिकति गाह्रो पनि भइरहेछ। यो दोस्रो दिन हो। एकछिन यसरी उफ्रे गाह्रो भइरहेको थियो। हिजो चाउचाउ खाएको थिएँ, चाउचाउले गर्दाखेरि त्यो भमिट होला जस्तो भइरहेको थियो, त्यो प्रेसर परेर शरीर बडीबाट। यसो अलिअलि गीतहरू बजाउँदै, मोटिभेसनवाला गीतहरू बजाउँदै पहिला पुसअप गरेँ। मेरो चाहिँ 3टा सेट हुन्छ पुसअप, अनि यो खुट्टा उचालेर, अनि त्यसपछि पुसअप सेटअप, यो खुट्टा उचाल्ने 3टा सेटअप। 3 सेटको चाहिँ यो 3 सेटको 3 सेट, यो 3टाको 3 सेट गर्ने गरेको छु। अलिअलि 2 दिनमा अलिअलि इम्प्रुभ भएको छ। यसो अलिअलि मार्किङहरू निस्किएको छ प्याकको पनि। अब जिमहरू प्रोफेसनल ट्रेनिङहरू गराएको छैन, त्यस्तो केही कमजोरी छ, केही गर्नुपर्ने छ भने मेसेज गरिदिनु होला, गाइड गरिदिनु होला। अनि सोफा बिग्रिरहेको थियो, सोफाहरू मिलाएँ, अनि एकछिन नाचेँ पनि। थकाइ लागेको थियो, एकदम गाह्रो भएको थियो आज दोस्रो दिन भएर। त्यसले गर्दाखेरि अनि फेरि कोसिस गरेँ, ट्राई गर्यो, गीत बजायो, एकदम गाह्रो भइरहेछ। यो चाहिँ सक्छु, यो चाहिँ अलि सजिलो लाग्छ, यो चाहिँ अलि सक्छु। अनि पुसअप र सेटअपमा अलिकति गाह्रो छ धेरै टाइममा। 3 चोटि अन्त नसकेर डरले गाह्रो भयो। यसरी नै बस्नलाई कोसिस गरेँ, एकछिन सकिनँ। ठिक छ, बिस्तारै इम्प्रुभ हुन्छ। हजुरहरू पनि मसँगै गर्ने भए जोडिन सक्नुहुन्छ। हजुरहरूले नि सिकाउनु मिल्यो, मेहनत गर्ने त हो, कोसिस गर्ने त हो। हजुरहरूले पनि गर्न चाहनुहुन्छ भने जोडिएर काम गर्न सकिन्छ, जोडिएर गर्न सकिन्छ। हजुरहरूलाई नि साथी हुन्छ, मलाई पनि साथी हुन्छ, मोटिभेसन हुन्छ। एकदम गाह्रो भइरहेको थियो आज चाहिँ। हिजो यस्तो गाह्रो भएको थिएन, आज चाहिँ यस्तो गाह्रो छ। भोलि अलि गाह्रो हुन्छ कि भोलि अलि सजिलो हुन्छ, त्यो चाहिँ भोलि नै थाहा हुन्छ। डे 3 मा म त्यो भिडियो लिएर तपाईँहरू सामु आउनेछु। हस्त, धन्यवाद।